यो अयार कुना भेरी खोला खानेपानी तथा सरसफाई आयोजनाको पहिलो सार्वजनिक तथा अनुगमन कार्यक्रमका अध्यक्षज्यू एवं यो उपभोक्ता समितिका अध्यक्ष यो कार्यक्रममा उपस्थित वडा अध्यक्षज्यू वास इकाइका कर्मचारी मित्रहरू र यो आयोजनालाई सम्पन्न गर्नको लागि गठन भएको सम्पूर्ण उपभोक्ता समितिहरू र यो भेलामा उपस्थित आज वडा नम्बर 7 र वडा नम्बर 8 का सम्पूर्ण दिदीबहिनी दाजुभाइहरू सम्पूर्णलाई हार्दिक नमस्कार। अलि हल्ला नगरिकन ध्यान दिएर सुनिदिनु होला, एकचोटि 5-10 मिनट तपाईँहरू सुन्नै पर्नेछ। आज यो आयोजना छनौट गर्ने क्रममा म सुरुदेखि भन्छु, आरबिसको नगरपालिकामा 4-5 जनाको एउटा समिति छ। त्यो भित्रबाट चाहिँ हामीले मिटिङ बसेर एउटा आयोजना छनौट गर्नुपर्ने हुन्छ। कुन वडामा हामीले खानपानीको आवश्यकता छ, कुन वडामा विद्यालयको आवश्यकता छ, कुन विद्यालयमा कुन वडामा के को समस्या छ भनेर एउटा त्यहाँ विशेष खालको समिति छ। त्यो समितिले छनौट गरेर नै तपाईँहरूको वडामा यो आयोजना छनौट गरेको हो। आयोजना छनौट गर्नुको कारण नेपाल सरकारले सन् 2030 सम्म प्रत्येक घरमा चाहिँ खानेपानी सम्पन्न गरिसक्नुपर्ने छ, अथवा नेपालमा बसोबास गर्ने प्रत्येक जनसमुदायको घरमा प्रत्येक व्यक्तिको घरमा चाहिँ एक घर एक धारा चाहिँ बनिसक्नुपर्ने छ। प्रत्येक मान्छेलाई चाहिँ शुद्ध खानेपानी खुवाउनु पर्ने छ। त्यो लक्ष्य हुँदाहुँदै पनि त्यो लक्ष्यभित्र केन्द्रित भएर आरबिसको नगरपालिकाले 2030 होइन, हामीले अगाडि नै हामीले खानेपानी खुवाउनुपर्छ। आरबिसको नगरपालिकाका सम्पूर्ण जनताहरूलाई यहाँ रहेका 44,000 जनसमुदायलाई हामीले 2030 हामीले पुग्नु पर्दैन, अगाडि नै हामीले खानेपानी खुवाउनुपर्छ भन्ने खालको एउटा लक्ष्य लिएका छौँ आरबिसको नगरपालिका स्थानीय सरकारले। त्यो लक्ष्य अन्तर्गत आज यो योजना तपाईँहरूको वडामा चाहिँ हामीले आयोजना गरेका छौँ। यहाँ समिति गठन गरेर केही कामहरू अगाडि बढिसकेको छ, तपाईँहरूलाई थाहा छ। यो अगाडि बढाउने क्रममा धेरै ठुलो हात चाहिँ वडा अध्यक्षज्यूको छ। हामी तल नगरपालिकामा बस्ने हो, हामीले तपाईँहरूले सर्वेक्षण गरेको अथवा वडा अध्यक्षज्यूहरूले यहाँका प्राविधिक सरहरूले सर्वेक्षण गरेको डाटा हेर्ने हो। त्यो डाटा अनुसार योजना चाहिँ दिने हो। त्यो यहाँको समस्या छ भनेर चाहिँ रिपोर्ट लग्ने अथवा तपाईँहरूको घर घरमा पुग्ने, तपाईँसँग साझा गरेर जोडिने चाहिँ वडा अध्यक्ष नै हुनुहुन्छ। उहाँको धेरै ठुलो देन छ यो आयोजना ल्याउनको लागि। गत वर्ष पनि हामीले तपाईँको वडा नम्बर 8 मा उतापट्टि चुर्तीपाखामा हो पोर्सल त्यो उबारेको मर्मत योजना हालेको थियौँ हामीले। एउटा डाँडा कुन हो कुन योजनामा चाहिँ मैले आफै छनौट गरेर मिटिङ बसेर सबै वडामा छनौट गर्थेँ। 9वटा आयोजनाहरू हामीले मर्मतमा हाल्दाखेरि वडा नम्बर 8 लाई पनि छुटाउनु हुँदैन है, त्यहाँ पनि समस्या छ। पुरानो खानेपानीलाई चाहिँ मर्मत गर्नुपर्ने छ, फुटेका पाइपहरूलाई जोड्नुपर्ने, फुटेका ट्याङ्कीहरूलाई जोड्नुपर्ने, धाराहरू मर्मत गर्नुपर्छ भनेर एउटा योजना छनौट गरेर यहाँ पठाएका थियौँ। दुर्भाग्यवश तपाईँको वडामा तपाईँहरूले सञ्चालन गर्न सक्नु भएन। अरू वडामा 7-8 योजनाहरू निर्माण भए, तपाईँहरूले त्यो योजना सञ्चालन गर्न सक्नु भएन। साह्रै दुःख लागेको थियो त्यति बेला मलाई। हामीले बजेट खोल्नुपर्ने, सङ्घ संस्थानसँग रिक्वेस्ट गर्नुपर्ने, एकदमै लागि पर्नुपर्ने। हामी चाहिँ राति नसुतेर दिन नखाएर तपाईँहरूकै लागि फिल्डमा खटिनुपर्ने। हामीले पठाइदिएको योजना पनि तपाईँले चाहिँ सफलसँग अथवा सल्लाह नगरेर हल्ला गरेर तपाईँले क्यान्सल गर्नुहुन्छ। अनि त्यस पछाडि हामीलाई दुःख नलागेर कसलाई दुःख लाग्ने हो। यस्ता क्रियाकलापहरू नगरिदिन पनि म अनुरोध गर्दछु। यो वर्ष हामीले फेरि त्यो हुँदाहुँदै पनि 8 नम्बरमा हामीले खानपानी बनाउनु पर्छ। त्यहाँको समस्या चाहिँ वडा अध्यक्षज्यूले राखिराख्नु भएको छ, अथवा चाहिँ त्यहाँको जनताको घरमा खानपानीको धारा छैन। एकपल्ट असफल भयौँ भन्दैमा हामी अर्कोपल्ट फेरि हामी सफल हुनुपर्छ, त्यही बनाउनुपर्छ धारा भनेर हामीले योजना छनौट गरेर हामीले यहाँ पठाएका छौँ। आज यो योजनाको सार्वजनिक सुनवाईमा चाहिँ म पहिलोपटक आएँ। समिति गठन हुँदाखेरि म बाहिर गएँ। धेरै यहाँ हल्लाखल्ला पनि भएको थियो। धेरै लामो समयसम्म पनि हामीले धेरै छलफल मार्फत हामीले यो सबै कुरा मिलाएका छौँ। आज यो 8 नम्बर र 7 नम्बरका जनता वडा मात्रै हाम्रो फरक होला, त दूरीको हिसाबले तपाईँहरू धेरै नजिक हुनुहुन्छ। धेरै आफन्तको सम्बन्ध छ, आफन्तहरूको नाता छ। त्यसो एउटै टोलमा बस्नुहुन्छ, एउटै बस्तीमा बस्नुहुन्छ। तेरो वडा मेरो वडा अथवा तेरो घर मेरो टोल भनेर छुट्याउनु पर्ने यहाँ यो भूगोलले नै दिएको छैन। त्यो कारणले गर्दाखेरि सर्लक्कै डाँडाभरि हामीले अथवा उतापट्टिसम्म धारा बनाउनुपर्छ भनेर 195 घर दूरी छनौट गरेका छौँ, सर्वे गरेका छौँ। सबै कुरा नक्सामा डाटामा आइसकेको छ। यहाँ चाहिँ तपाईँहरूले
कुन काम गर्दाखेरि कति पैसा लाग्छ अथवा ज्याला कति हो समेत पनि तपाईँले आज थाहा पाइसक्नु भएको छ। यस्तो योजनाहरू वडामा आएको पहिलो रेकर्ड होला तपाईँहरूले, पहिलो रेकर्ड हो भन्छु म। 2000 पहिलो कार्यकालमा वडा अध्यक्ष हुनुहुन्थ्यो, उहाँको कार्यकालमा पनि यस्तो एकदमै खुल्ला रूपमा सार्वजनिक गरेको यो थिएन होला र उहाँको कार्यकालमा पनि यो पहिलो पटक यो सार्वजनिक परीक्षण गरेको अथवा यसरी पैसालाई यस्तो खुल्ला रूपमा तपाईँ उहाँहरूले देखाइदिनु भएको छ। डिस्को नगरपालिकाले देखाइदिएको छ, कतै भ्रष्टाचार नहोस्, कतै सोझा सिधा जनताहरू नठग्यौँ भन्नको लागि यो सबै काम गरेको हो, तपाईँलाई थाहा छ। र गत वर्ष हामीले डिस्को नगरपालिकामा चाहिँ हामी 1400-1500 धारा हामीले निर्माण गरेका थियौँ। तपाईँहरू जस्तै जनता घर घरमा धारा पुर्याएका थियौँ। म प्रत्येकको घरमा अनुगमन गर्न पनि गएको थिएँ। यहाँ नजिकै 7 नम्बर वडामा पनि हामीले 112 धारा निर्माण गऱ्यौँ। 30 घरले चाहिँ धारा निर्माण गर्नु भएन त्यहाँ। 32 घरले चाहिँ हामी धारा बनाउँदैनौँ भनेर उहाँहरूले फिर्ता गर्नुभयो। उहाँहरूको नाममा आएको सिमेन्ट सरिया अथवा धाराको स्ट्राइपमेन्टमा जुन जुन सामग्री आउँछ त्यो सामग्री सबै हामीले फिर्ता पठाएका थियौँ। त्यो दुर्भाग्यवश उहाँहरूले चाहिँ पछिसम्म पनि उहाँहरूले सम्झिनुहुनेछ हामीले धारा किन बनाएनौँ होला, हामी चाहिँ पछुताउनु पर्ने दिन चाहिँ आइसक्यो होला जस्तो लागिरहेछ भने अलिअलि कुरा पनि सुनिदिन्छन्। त्यो कारणले गर्दाखेरि तपाईँहरू अब आउँदा दिनहरूमा हामीले कसरी राम्रो गर्ने, समाजमा कसरी मिलेर बस्ने, हामीले कसरी स्वच्छ सफा वातावरणमा बस्ने भन्ने कुरा यहाँले सोच्नुपर्ने छ यति बेला। र पोहोर साल मैले पनि धेरै समस्याहरू झेल्नु पर्यो, धेरै सङ्घर्ष गर्नु पर्यो। यो तपाईँहरूको वडा नम्बर 8 को कारणले गर्दाखेरि सिङ्गो चाहिँ